ताप्लेजुङ र पाँचथर जिल्लामा इलामझरी झापाको किल्लामा चिया सस्तो छ पुगेर फर्कनु मेची कस्तो छ सङ्खुवा सवा भोजपुर तेह्रथुम धनकुटामा विकास छौदुम मोरङ सुनसरी कोसीको सिरैमा पुगौँ कसरी सोलुखुम्बु झरेर उदयपुर ओखलढुङ्गा खोटाङ जाने सुर सगरमाथा गेट सप्तरी काटेर सिराहामा भेट महोत्तरी दोलखा रामेछाप जनकपुरमा सीताको फलिफाप धनुषाको दही सिन्धुली ओह्रालो आउनु सर्लाही मकवानपुर पर्सा र चितवन जाउँ बारा जिन्दगी बिताउन नारायणीको पुल रौतहट पुगेर परेर नभुल काठमाडौँ भक्तपुर ललितपुर काभ्रे सिन्धु नुवाकोट जाने सुर बागमतीको तीर धादिङ र रसुवा जानै लाग्छ पिर कास्की आउनु स्याङ्जाली छिटा मनाङ तानो जान्छौ कि मसित अञ्चल गण्डकी गोर्खा र लमजुङमै बित्यो जिन्दगी नवलपरासी गुल्मी र पाल्पा छेउ अर्घाखाँची रूपन्देही जान देऊ कपिलवस्तु गाउँ लुम्बिनी अञ्चल हो बुद्ध खेल्ने ठाउँ धौलागिरी यो पर्यो सेतै कि आउ म्याग्दी कि आउनु पर्वतै बागलुङ कस्तो छ मुस्ताङको भोटिनी हिउँ जस्तो छ रुकुमा रोल्पा हो रापती प्युठान जान पर्ने भो आपती सल्यानको वन लाङपुगाउँ कसरी रुन्छ मेरो मन जजरकोट भेरीको छेउ दैलेखबाट सुर्खेत जान देऊ बर्दियाको फाँट के कामले गर्नु भो बाँके जाने आँट हुम्ला जुम्ला मुगुमा राराताल कालीकोटे नानीको के छ चाल डोल्पा यस्तै छ कर्णाली अञ्चलमा हिउँ सेतै छ अछाम डोटी बजाङ र बाजुरा कैलालीमा झरौन हजुर सेती अञ्चल भो तिमीले नगर मनै चञ्चल बैतडी गई डाँडेला धुरामा बिठ भयो कञ्चनपुरमा छुट्यो दार्चुला महाकाली अञ्चलमा पुगी फर्कौला।